ल है त अब यहाँनिरबाट के गरौँ त ड्र अ प्याराबोलिक ह्याभिङ अ बेस 80 mm अनि हाइट कति छ त हाइट भनेको कति त 70 mm भनेको अब बेस र हाइटको कुरा त गर्यो अब बेस कति 80 mm गर्नु पर्यो हाइट चाहिँ कति हुनु पर्यो त 70 mm को हुनु पर्यो हाइट र बेसको कुरा गर्यो अब यो कुन प्रोसेसबाट गर्नु त भनेको छैन मैले त एन्सर लेख्ने बित्तिकै रेक्ट्याङ्गुलर भनेको बेस त 80 छ हाइट चाहिँ कति छ त 70 mm छ 70 mm हो भनेपछि बेस र हाइट त कुरा गर्ने बित्तिकै रेक्ट्याङ्गल हो रेक्ट्याङ्गलबाट गर्नु पर्यो यति कुरा त क्लियर हुनुहुन्छ नि हो फेरि के गरौँ त बेस लाइन ड्र गरौँ बेस लाइन कतिबाट त भनेको छ 80 mm मैले यो 14 बाट 22 गरे भनेपछि 80 mm हुन्छ 80 mm भनेको 8 cm हो त्यो भनेकोलाई मैले cm को भनेको यति 8 cm को लाइन ड्र गर्यो यहाँदेखि यहाँसम्म मेरो के हो त 8 cm को हो 8 cm को हो भनेपछि 8 cm त मैले खिचेँ 8 cm हो भनेपछि अब भनेको हाइट चाहिँ कतिको भनेको छ त हाइट चाहिँ मेरो अब यहाँनिरबाट हाइटको कुरा गर्दै जाँदा हाइट चाहिँ हामीलाई कति भनेको छ हाइट भनेको 70 mm 70 mm भनेको 70 mm को बनाउनु पर्यो ल केही छैन है थोरै भन्ने कुरा हो अब मैले कति त 7 cm भनेको हाइट मेरो 7 cm छ 7 cm भनेको यो बेसबाट मेरो कति हुनु पर्यो 7 cm हुनु पर्यो 7 cm भन्ने बित्तिकै मैले यहाँनिर हो ल मैले 1 बाट काउन्ट गर्ने बित्तिकै मेरो कतिमा जानु पर्यो 8 मा जानु पर्यो 8 मा जाने बित्तिकै अब यतापट्टिबाट पनि अर्को लाइनबाट पनि सेम प्रोसेस त्यही गर्नु पर्यो मैले यतापट्टिबाट पनि लाइन खिचे ल यतापट्टिबाट पनि कतिको त 7 cm कै लाइन खिचे 7 cm को लाइन भन्ने बित्तिकै कति हुने त 1 बाट भनेपछि 8 मा पुग्ने हो यहाँनिर मैले 7 cm कै खिचे हो यो पनि यति कुरा त खिच्न पाइयो अब यहाँनिरबाट एउटा बक्स गर्यो अब यो भनेको बेस भनेको 80 mm को भयो अब हाइट भनेको कति त 70 mm को भनेको यहाँदेखि यहाँसम्म 70 mm भयो यतिसम्म ओके अब माथिको लाइन खिच्न पर्ने हो ल यहाँबाट पनि मैले के गर्नु पर्यो त यहाँदेखि पनि यहाँ लाइनसम्म ड्र गर्नु पर्यो यो बक्स बनाएँ मैले यति कुरा ल हेरौँ त मेरो एउटा के भयो त रेक्ट्याङ्गल बक्स भयो यो मेरो के हो त पहिला यो यहाँदेखि यहाँसम्म 8 cm अथवा 80 mm भयो यो हाइट चाहिँ मेरो कति हो त 70 mm हो 70 mm भयो यतिसम्म के गरियो त भन्ने कुरा हो सररमा एकछिन सर भन्ने ल फर्स्टमा के गरे त यहाँदेखि यहाँसम्म एउटा भनेको बेस लाइन खिच्न पर्यो बेस लाइन भनेको कति त 80 mm को 80 mm भनेको 8 cm हो 8 cm भनेको 14 बाट यो 8 cm हो अनि त्यसपछि गएर हाइट भनेको यहाँदेखि यहाँसम्मको हाइट कति छ त भन्ने कुरा यो हाइट मैले कति गरे यो हाइट भनेको कति त 7 cm को गरे 7 cm को ठ्याक्कै 7 cm अनि त्यसपछि गरे यसरी हो अनि त्यसपछि गरे एउटा रेक्ट्याङ्गल बक्स खिचे अब मैले रेक्ट्याङ्गल बक्स खिचिसकेपछि यसलाई मैले के गरेँ त अब मैले रेक्ट्याङ्गलबाट गरिरहेको छु भनेपछि एउटा प्रोसेस भनेपछि मैले मिड पोइन्ट भनेको यो 14 र 22 को भनेको 18 यहाँनिर ठ्याक्कै यो मिड पोइन्टबाट मैले लाइन खिचे हो यो लाइनबाट अलिकति अब मिड पोइन्ट भनेपछि मेरो यहाँनिरबाट पऱ्यो मैले यसलाई के गरेँ त यसरी एउटा लाइन खिचे हो यहाँसम्म त केही छ क्वेसन अब जस्तै मेरो एउटा बक्स त कस्तो भएको थियो त बक्स भनेको मेरो एउटा यो बक्स भनेको यो हाइट ठ्याक्कै मैले माथि बनाएको बक्सलाई यहाँ बनाएको जस्तै मेरो यहाँदेखि यहाँसम्म 80 mm थियो 80 mm अनि मैले यहाँबाट सेन्टर गरेँ यहाँभन्दा उता मेरो 40 mm भयो हो यतापट्टि 40 mm भयो अब मैले यसलाई के गरेँ त 40 mm भनेको यसलाई मैले 4 वटा पोइन्टमा डिभाइड गरेँ 1 4 वटा 2 3 यहाँ 4 गरेँ जस्तै अब यहाँनिरबाट पनि मैले कति त यो हाइट भनेको कति हो 70 हो 70 mm लाई मैले पनि त्यसलाई पनि कति त 70/4 पार्टमा डिभाइड गरेँ अवश्य भनेपछि अब यो भनेको कति हुन्छ त अथवा यो 70 mm भनेको 7 cm 7/4 गर्यो 7/4 गर्दा 1.75 cm आयो cm भनेपछि
अब मैले यसलाई कम्पासमा नापेर हरेक आर्क यहाँबाट काटे पनि भयो, तलबाट काट्दा पनि भयो, जतापट्टिबाट। यति कुरा। जस्तै फर्स्टमा के गरेँ मैले मेजर गरेँ 1.75 भनेको ठ्याक्कै यो पढ्यो। 1.75 भनेपछि मैले यहाँबाट काटेँ ल भर्टिकल 1 अनि 2 3 यो 4 ठ्याक्कै 7 भयो ल। अब एक्ज्याक्टली त्यही छ हो। एक्ज्याक्टली भयो भनेपछि अब यहाँनिरबाट के गर्ने त? यो पोइन्ट त यहाँ काटेको छ भनेपछि टी स्केलको सहायताले के गर्ने त? यो पोइन्ट जति छ होरिजेन्टल लाइन त यो टी स्केलले यहाँ काट्छ बराबर। अब अर्को भनेको यहाँनिर मिलाउँ ल। ल है त। अब अर्को पोइन्ट यहाँ बस्यो, यो पोइन्ट भनेको यहाँ हो बराबर हो। अब अर्को पोइन्ट हेरौँ ल भाइ, मैले त्यहाँनिरबाट पनि गरेँ। अब यो पोइन्ट हो, यो पोइन्ट भनेको तीनटा पोइन्ट त बराबरै लेभल आयो। यो छ जति छ यो बराबर यता गऱ्यो, यो बराबर भनेको होरिजेन्टल लाइन खिचेको। मैले यसलाई कतिमा नेमिङ गरेँ त? 1 2 3 हो। यतिसम्म त क्लियर भएपछि मैले यतापट्टिको के गरेँ? यतापट्टि म होरिजेन्टलतिर 1 1 को मा गएँ ल। 1 अनि यो 2 यो 3 यो 4 हुन्छ ल है त। 1 2 3 4। अब यतापट्टि यो जे गरेपछि अब यहाँनिरबाट गरेको पोइन्टहरूलाई अब 1 2 3 4 भनेको मैले यतापट्टिबाट पनि नेमिङ गरेँ ल। 1 2 3 4 हो। अब मैले यसलाई यतिसम्म त लेखेँ ल है त। अब यहाँनिरबाट के गरेँ त? यो पोइन्टलाई पनि अब नेमिङ गरेँ ए बी अनि सी डी अनि यो मिड पोइन्टलाई ई गर्यो। अब मैले यो पोइन्टलाई यहाँ जोड्छु, यो 2 लाई ई सँगै जोड्छु, 3 लाई पनि के छु त ई सँगै जोड्छु। एउटा गरेर देखाउँ, सबै गरेर देखाउँछु ल। ल है त। अब यसमा के गरे त? 1 लाई यो 1 पोइन्टलाई यहाँ जोड्यो, यो यहाँदेखि यहाँसम्म पेन्सिलले लाइन खिचे। अनि अर्को पोइन्ट भन्ने बित्तिकै के हो त? 2 बाट ई सम्मै गयो जोडेँ, ई सम्मै। अनि 3 बाट ई सम्मै जोड्यो। यति गरेको त क्लियर हुनुहुन्छ? अब मैले टी स्केललाई भर्टिकल लाइन खिच्छु ल। टी स्केल लगाएर भर्टिकल लाइन है त। वानलाई मैले केसँग जोड्ने त? 1 सँग जोड्यो। 1 लाई 1 सँग। अब 1 बाट आएको लाइन, अब 2 बाट आएको लाइनलाई 2 सँगै जोडौँ ल। 2 बाट आएको लाइनलाई 2 सँगै जोड्यो। अब अर्को भनेको 3 बाट आएको लाइनलाई 3 सँगै जोडौँ ल। 3 सँगै। यति गरेको त क्लियर हुनुहुन्छ? यति गरेको क्लियर हुनुहुन्छ भनेपछि अब यो पोइन्ट यहाँ बस्यो, यहाँ म्याच गर्यो। अर्को पोइन्ट यहाँ गर्यो, अर्को पोइन्ट यतापट्टि हो। अब योसम्म त ठिक छ ल है त। अब यहाँनिरबाट मैले के कुरालाई जोडेँ त? यहाँनिरबाट भनेपछि 1 लाई ई सँग जोडेँ हो। अर्को भनेको 2 लाई पनि ई सँगै जोडेँ। अनि अर्को भनेको 3 लाई पनि के त? ई सँगै जोड्यो। ई सँगसँगै जोडेँ भनेपछि अब मैले योबाट पनि भर्टिकल लाइन खिच्छौँ। अब नेमिङ गर्दैछु है 1 2 3 भनेर। ल 1 बाट केसँग खिचौँ त? 1 बाट 1 मै खिचौँ हो। 1 बाट 1 मै खिचेँ हो, जहाँ अट्याच भएको छ त्यहाँसम्म टच गर्नु पर्यो। 2 बाट 2 मा ल। 3 बाट कतिमा त? 3 मा खिचौँ ल। 3 बाट यो 3 मा हो। यति गरिसकेपछि लगभग सकिन लाग्यो। यति त सक्यो। अब त्यसपछि कहाँ टच भएको छ त्यो पोइन्टलाई गरौँ ल, डट गरौँ। यो पोइन्ट, अब यो पोइन्ट, अब यो पोइन्ट, यो पोइन्ट, यो पोइन्ट अनि अर्को भनेको लास्ट पोइन्ट भनेको के हो त? यो पोइन्ट हो। यहाँसम्म आउनु पर्यो। यति गर्न बित्तिकै लगभग
अब चाहिँ लगभग फाइनल प्याराबोला बन्ला जस्तो भयो यतिसम्म। ल मैले योबाट फ्री ह्यान्ड पनि जोड्दा हुन्थ्यो, तर मैले अहिले के गरेँ त यो फ्रेन्च कर्व छ, मैले त्यही भएर यो 3टा पोइन्ट चाहिँ मिनिमम चाहिँ 3टा पोइन्ट चाहिँ जोड्नु पर्यो। फ्रेन्च कर्वले कति त 3टा पोइन्ट है, त्यो भनेको डार्क देखिने पार्ट हो। मैले यसलाई डार्क देखेँ हो, जस्ट एउटा यो पार्ट भयो। अब जस्तै मैले यो पोइन्ट 3टालाई जोड्नु पर्यो। फेरि मैले के अरे त फ्रेन्च कर्वले हो, हेरेर हेर्नु त यो पोइन्टबाट मैले यसरी फ्रेन्च कर्वले जोडेँ। अब यो मेरो 3टा पोइन्ट आयो, यो डार्क बनाइरहेको छु। यो पोइन्ट यतापट्टिको बन्यो, यतापट्टिको पनि के हो त यतापट्टिको जसरी बनायो यतापट्टि पनि के हुने हो त सिमिलर लाइन हो, सिमिलर प्रोसेस। सिमिलर लाइन भन्न आएछ, सरी सिमिलर प्रोसेस। ल है त यो भनेपछि अब यहाँनिरबाट पनि के गरौँ त यो 3टा पोइन्टलाई पनि मैले के अरे प्याराबोलाको लागि फ्रेन्च कर्वबाट जोडौँ। अब यसलाई अलि डार्क गरौँ ल, डार्क भनेको अरू लाइन चाहिँ फेन्ट भयो। यो पोइन्ट अब भनेको यो 3टा पोइन्ट जोडौँ। यो 3टा पोइन्टलाई जोड्नु पर्यो। यो 3टा पोइन्टलाई जोड्नलाई पनि मेरो यो फ्रेन्च कर्वबाट मैले लाइन ड्र गरेँ हो। अब यति गर्न बित्तिकै लगभग मेरो प्याराबोला त बन्यो कम्प्लिट। अब अलिकति बाँकी है त। अब यो मैले के हो त डाइमेन्सनल लेखिरहेको छु। यो डाइमेन्सनल कति हो त, डाइमेन्सनल भन्ने बित्तिकै अघि जति क्वेसनले दिएको त्यो बेस भन्ने बित्तिकै हाम्रो 80 mm दिएको थियो। 80 mm बेस पनि मैले लेख्यौँ। हाइट भनेको 70 mm भनेको यतापट्टि लेखेँ। अनि यो लाइनहरू कर्व फ्री ह्यान्डले जोड्दा पनि हुन्छ, मैले अघि फ्रेन्च कर्वले जोडेर तपाईँलाई देखाइसकेँ। अनि त्यसपछि गएर यो फिगर भनेकै के हो त रेक्ट्याङ्गुलर प्याराबोलिक। यति गर्नुभयो भने चाहिँ क्वेसन चाहिँ कम्प्लिट एन्सर चाहिँ यति हो ल। अब यसमा केही छ भनेपछि कमेन्ट गर्नु ल। थ्याङ्क यू।